Zedekegi Kenra Besegi Taklu Timu Mimbarab Seveka Tantinche Shunglu Topa Yilotu Pope Nangwa Jeldu Learn Tibetan class Maunu Vaika Sapajanalai Swagacha. Welcome to my class. Last time we did two superscribes, Ra and La. Today we do Sa. You know this letter is Sa. This letter is written on some consonants, not all, on some consonants. If it is added on top of a letter in the first column, it doesn't make any difference in the pronunciation. यदि यो सा चाहिँ कुनै एउटा अगाडिको कलमको अक्षरको माथि लेखिएको छ भने उच्चारणमा केही फरक ल्याउँदैन. जस्तै सा कतक क, सा तातक त, सा पातक प, सा कतक क. So, and then if there is a superscribe on a consonant which is in second column, it doesn't make any difference in the pronunciation. But you don't see any superscribe on the consonants in the second column. Sa gatak ga. Sa bhaए पनि ga, sa नभए पनि ga. उच्चारणमा केही फरक आउँदैन. ga. तर सा ngatak nga, high tone. सा ngatak nga, पहिला गरेको जस्तै नै हो. सा ngatak nga. चा चा चाचाजी चा. छा छाता छा. जा जापन जा जा. न्या तर यसको माथि सा देखा पर्दैछ, त्यसले गर्दाखेरि सा न्यातक न्या. सा न्यातक न्या, हाई टोन. सो यो भयो nga, यो भयो न्या nga न्या. सा तातक ता, केही फरक आउँदैन किनभने यो फर्स्ट कलममा छ. था था. सा दातक दा, सा दातक दा. तर यो फेरि रातोमा लेखेको छु. सा नातक ना, सा नातक ना. nga nya na nga nya na. Sa patak pa pha. Sa patak pa. Sa matak ma. Nga nya na ma. Ang nga nga होइन nga. ang nga angलाई काटेर ngलाई चाहिँ अलिकति उठाएर nga. nya होइन. सा न्यातक nya. ना ना होइन. सा नातक ना ना. सा मातक मा होइन. मा मा मा. सा चता चा छा जा छा जा.
जी सिनेमा जु ज ज वा लोटन श सा ha. You have to pay little attention with these three. It should be loton. You don't have this in English, and they don't have also in Nepali. So sha sa ha, sha sa ha, ya ra la sha sa sa re ga ma pa sa sa. Say it in Tibetan. Sa sa ha a sa loton sa 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 sha I don't sha 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 sa 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 sa. So यो सित सुपरस्क्राइब सक्यो र अब हामीले कन्सोनेन्ट सिकिसक्यो LETTER रुट लेटर अब कन्सोनेन्ट यो तपाईले काखगङमा यो रुट लेटर यहाँ आउँछ र दुईटा डटको बीचमा हरिजेन्टली चारवटा अक्षर आउन सक्छ मैक्सिमम ज्यादा से ज्यादा खूब से खूब दुईटा डटको बीचमा हरिजेन्टली चारवटा अक्षर आउन सक्छ र vertically चारवटा आउन सक्छ यो सिता 1 यो सिता 2 यो सिता 3 एउटा यहाँ पनि आउन सक्छ कि त यहाँ आउन सक्छ अब यहाँ सम्झौँ न र यो रुट लेटर अब हामी सक्यो रुट लेटर सक्यो रुट लेटर सक्यो सुपरस्क्राइब अहिले भर्खरै सक्यो अनि अब यसलाई माथि राखौँ यो भावल किकु डिम्पो नारो यो पनि सक्यो अब रह्यो प्रिफिक्स सबजॉइंट सफिक्स पोस्ट सफिक्स अब त्यति कम्प्लिट सक्यो भने तपाईले जुनै पुस्तक भने पनि पढ्न सक्नुहुन्छ र फेरि तपाईलाई याद दिलाउँदैछु यदि तपाईहरु आज फर्स्ट टाइम तपाईहरु हेर्नु हुँदैछ भने यो हेर्नु भन्दा अगाडि लेसन नम्बर 1 लेसन नम्बर 2 लेसन नम्बर 3 त्यसरी स्तर वाइज सिक्नुहोस् सजिलो पर्छ एकदमै बिस्तारै जाँदैछु बीचमा ग्याप राख्दै अब तपाईहरु अहिले दशैं मान्दै होला त्यसले गर्दाखेरि एकदमै बिस्तारै तपाईहरु भ्याउँदैन भनेर अहिले मैले अलिकति यसलाई ढिलो गरेको छु सो sangatanga sangatanga sanyatanya samatama sorry sangatanga sanyatanya sanatakna na na समातकमा यतिमै ध्यान दिने अरु त सजिलै छ
यसमा त लागेन पनि र अब रुट लेटर हामीले सक्यो सुपरस्क्राइब 3वटा छ र ल सा यो पनि सक्यो भावल खिकु सक्छु त यता लाग्छ खिकु सक्छु डेङ्बो नारो यो पनि सक्यो यति सकिसक्यो अब रह्यो 1 2 3 4 चारवटा छ एकदमै सजिलो छ सुरुदेखिको हेर्नुहोस् कोसिस गर्नुहोस् 1 महिनाभित्र तपाईँहरू पुस्तक पढ्नु सक्नुहुन्छ त्यो पनि ठिक उच्चारणमा अब नेपालीमा लेखिएको पुस्तक पढ्नुभयो भने चा छैन छा छैन ज छैन सा छैन सा छैन हा छैन अझै धेरैवटा उच्चारण आउँछ जुन चाहिँ नेपालीमा हुँदैन र ठिक उच्चारण पनि हुँदैन उच्चारण मिलेन भने त्यसको माने पनि बुझ्नु गाह्रो पर्छ र पुस्तक पढ्न सिक्नुहोस् त्यहाँदेखि बिस्तारै म तपाईहरुलाई त्यसको अर्थ बताउँदै जान्छु र तपाईलाई प्रार्थना गर्दाखेरि मैले यस्तो भनिरहेको छु भन्ने महसुस पनि गर्न सक्नुहुन्छ के भनिरहेछ त्यो पनि तपाईलाई याद हुन्छ ओके सो क्लासमा आउनु भएकोमा धन्यवाद फेरि भोलि भेटौँला सी यू टुमोरो थ्यांक यू